भाइ यो पानी खाएँ ल मैले दाइ यो पानी नखानु त किन भाइ नखानु न भनेपछि नखानु न के हो भाइ तिम्रो त यहाँ त पुरा के बिखा हाले जस्तो कुरो गर्छ खान्छु कि भाइ त्यस्तो होइन दाइ मैले छोएको पानी नखानु म एकदम तल्लो जातको मान्छे के कुरा गरे भाइ यार अहिलेको यो समय आएर पनि तल जात मासु जात भनेर हुन्छ भने कहिले हावा कुरा गर्छ घर कहाँ हो तिम्रो रोल्पा हो दाइ रोल्पा अनि काम के गर्छौ काम यही घर बनाउने इँटाहरू तलमाथि गर्ने खाजा खाइ खायो नि तिमीले छैन दाइ अब 200-400 त्यहाँ लानु छ अनि त्यसपछि बल्ल कतै बाहिर गएर खाजा खानु मन छ मन त लाग्छ दाइ पैसै छैन यी नम्बरसँग बस कहाँ बस्यो मेरो भाइ यार उठ न के अरे के खान्छौ भाइ दाइ मलाई मोमो ओके सुन न भाइलाई मोमो गरिदेऊ अनि मलाई चाहिँ एउटा जानेको मोमो गरिदेऊ है त ल खाऊ भाइ मिठो लाग्यो कस्तो मिठो दाइ यो मोमो त म तल्लो जात हो भन्ने थाहा पाउँदै पनि मलाई यस्तो राम्रो ठाउँमा ल्याएर यस्तो मिठो मोमो खुवाउनु भयो हामी जे जस्तो भए पनि मानिसौँ त्यही भएर यो जातपात आजभन्दा धेरै अगाडि जसरी हाम्रो बाबुबाजेहरूले राखे त्यो एकदमै गलत हो तर अहिले यो समयमा त्यस्तो सोच्नु पनि पाप हो जातले होइन कर्मले मानिसको पहिचान बनाउँछ रगत सबैको रातो हुन्छ मानवता सबैभन्दा ठुलो जात हो त्यसैले जातको होइन समानताको कुरा गरौँ